नमस्कार पनि गर्छ नमस्कार पो गर्छ मेरो नातिनी खै खिचिरहेको छौ 2082 सालको मेरो नातिनी र बुवालाई ल पहिले मम्मीलाई ल यता पनि ल छड्केन त नानी छड्केन ल यसरी म चाहिँ उभिएको देखेँ उयो नानीको त अब यहाँ त ल्याऊ तिमी खाली पेटमा पनि छौ ल बाबालाई बा तिमीले त के ऊ त खिचेको होइन होला खिचिरहेछ त होइन ए लु हाम्रो नानीलाई अब के मान्छे हुनु भनेर बाजेले के मान्ने हुनु ल धेरै पढ्ने हुनु ठुलो मान्छे हुनु धेरै पढ्नु ज्ञानी हुनु ल बाबा आमालाई माया गर्नु बाजे बोजूलाई माया गर्नु पापालाई पापा कहाँ छ ल हाम्रो पापा कहाँ छ ल मेरो नातिनीले बाटो बाँकी छ टिकी 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 लगाए पुरा हुनु गरे पढ्नु ल तिम्रो त छ आफै होला नि दक्षिणा एक सबै जमारा अनि लैदेऊ न अन्त त पैसासँग ए पैसासँग जमारा लगाइदिनु नानीलाई बिबीको दसैँ आयो भन्दा बोजूको आएन हुन्थ्यो बोजूको दसैँ आयो त हेर्नु बोजूलाई नानीलाई 200 रुपियाँ दिनु पर्यो नातिनीलाई 200 रुपियाँ दिनु पर्यो ठुलो उसको दिदी आएको 100 पर्थ्यो नआएर 200 पर्यो थ्याङ्क यू बाजे एकछिन लगाउनु ल यतातिर फर्काउनु पर्ने फर्काइदेऊ देऊ मैले लगाइदिएँ बुहारीलाई त कति अलिकति देऊ तिमीले नै पर्सनल कमाएको लो पर्सनल त्यो बुहारी र छोरीको छोराको खाल्टीको होइन है ल त्यो आफै बुहारीले दिएको बाँड्नु यो साल चाहिँ गरिएछ है यो मेरो अलैँचीको लो अलैँचीको ल खै बाजे बोजूले सेवा गर्नु ल आमा सेवा गर्छ भुइँसरी गर्छ मेरो नातिनीले भुइँसरी बाजेलाई उठ्या ल बाजे यता यता ल भुइँसरेर खै मलाई बोजूलाई पनि भुइँसरेर भक्के बानी हुनु ठुलो हुनु ल ल ल अब म लगाइदिन्छु तपाईँलाई अब तँ नानी मामुले लगाइदिनुहुन्छ सक्यो हौ अब सक्यो बाजे बोजूको आज 100 मात्रै भेट्थ्यो होला सबैमा लु अब फोटो खिचाएर फोटो खिचियो बुहारीले खिच्छ आफै खिच गर म कति बेर आउँछु खिच न तिमी नि
चिया ल्याउनु जानु खिच नै खिचिँदा तिमी मजाले खिच कि खिचौँ यसो गरेर है लु खिचाउ बुहारी एकछिन ए पैसा दिउँ फेरि निको अनुहार देखेपछि जान्छ रिस उठ्छ। म त त्यो उठाउनु परेको काम अच्छा पो लाग्यो देख्छु परेको काम मामुले त मान्छे लुगा किनिदिनु ओखै मामुलाई भुसरी आऊ गर्नु आऊ ऊ गाडी तिमी कमाउँछौ र त्यतिखेर यो र यो चाहिँ सुनको कमाउनु पर्यो कति दियो अलिक भुइँसोरी कति दियो मामुले भुइँसोरी मामुले त थोरै नि लुगा किनिदियो 2 जोडी होइन आमा